नेपाया दक्ले नापाङ्गु ख्वापा प्याख कथ मुसिका दया चुगु जलया हरिसिद्धि भवानीया छिन्जित प्याख नेवा तेगु ऐतिहासिक एवं सांस्कृतिक नगर दोलख्या किनिट्याङ्गुदु त्रिशक्ति भवानीया छिन्जिदया जात्रा जुइगु इले धौख्य पन्टी पशुपति लगायत सोनी गया ठिठी थासे यङ्का जल प्याख केनिगु चलन्दु थोय चलन कथा सचिद स्वयान्य नेवा तैगु ऐतिहासिक नगर दोलखा न विकेगु याद तैगु ठिठी तथ्य व प्रमाण्य आधारे थुसी जल प्याख आ वेगु चैत्र 21 गते दिसे 24 गते तक हुइकेगु तयारी याना चुनागु तका हरिसिद्धि भवानी चिन्निद जात्रा मेला आयोजक समिति या मूल समारोह समिति शनिबार पत्रकार सम्मेलन याना जानकारी बिउगुदु हामीले धेरै यहाँ विश्लेषण गर्नुपर्ने रहेकोले मैले यहाँ गफ गरिराख्नु भन्दा पनि पत्रकार सम्मेलने दोलखाया संस्कृतिविद शान्त कृष्ण श्रेष्ठ दोलखा व हरिसिद्धि प्याख दथुया स्वापु बारे उजागर याना दिगु खसा जल प्याखया देवगन या ज राजेन्द्र महर्जन हरिसिद्धि भवानी या प्याखया स्थापना व थ पूर्वज देश दोलखाना प्याख लु उने मा थागु नेना तयागु थका थया दिल हामी दैलेखसम्म पुग्नुपर्छ हामी उज्जैनसम्म पुग्नुपर्छ कर्नाटकसम्म पुग्नुपर्छ दोलखा यदि भन्दै अब हरिसिद्धिको सम्बन्धमा अब यही यसरी यो सम्पदाहरू समृद्धिताको हामी यो सांस्कृतिक कार्यक्रमहरूको बेला गर्दै यहाँ एकाएक हरिसिद्धि भन्ने मन्दिर त छ दोलखामा तर हरिसिद्धिको दिनका बिहान बेलुका पनि हाम्रो भजनमा त्यो हरिसिद्धि माई भनेर गीत पनि गाउँछौँ भजन पनि गर्छौँ हरिसिद्धिमा मैले धेरै मठ मन्दिरहरू चाहिँ व्यवस्था गर्दाखेरि हरिसिद्धिको लागि मैले मागिरहेको थिएँ त्यो आउन बाँकी हुँदाहुँदै एकाएक कार्तिकमा कीर्तन जोशी आउनुभयो हरिसिद्धिको नाच चाहिँ 45 वर्ष गर्न चलाएको भनेर एउटा पेपरमा हाम्रो राजेशजी यहाँ हुनुहुन्थ्यो। अब 8 वर्षको उमेरमा उहाँ हरिसिद्धि देवीको तपाईँको ताराको रूपमा नाच्नको लागि भर्ती हुनुभएको हो। अनि 34 सालमा 78 वर्षको उमेरमा बित्नुभयो भनेपछि यो त 100 वर्षभन्दा पहिलाको धेरै पहिलाको इतिहास दोलखासँगमा के अरे जाने इतिहास देखिन्छ। त्यो भएको कारणले म चाहिँ भन्छु 100 वर्षभन्दा धेरै भइसक्यो यो दोलखामा नगरको। त्यस पछाडि अहिले तपाईँको रियुनियन हुनु गइरहेको। अब उहाँ चाहिँ 2034 सालमा 78 वर्षको उमेरमा बित्नुभयो। उहाँले भन्नुभएको के अरे हिसाबबाट उहाँले बुवालाई भन्नुभयो, बुवाले मलाई भनेर अरूलाई भन्नुभएको हिसाबबाट दशमीर बाजेले पनि यसरी दोलखामा 12 वर्षमा एकचोटि हाम्रो हरिसिद्धिको नाम लिएर जान्थ्यो अरे। अठे महर्जन दोलखा 21 गते निसे गुकथ जाजो या थल दुधैगु बारेन जानकारी बिया दिल। दोलखावासीले 1 महिनादेखि राघवलाई रक्सी खुवाएर उन्मत्त पारेर एउटा कालो कोठामा बन्द गरेर राखेको थियो अरे। अनि दोलखावासीले चाहिँ यो हरिसिद्धिको शक्ति कतिको छ भन्ने टेस्ट गर्नको लागि त्यसरी गरेर राखेको थियो अरे। अनि हाम्रो खतमा चाहिँ गणेश भगवानको त्यसलाई इन्वादियो पनि भनिन्छ। उहाँको फुल प्रसाद लिएर गएर त्यो कालो कोठामा बन्द कोठामा गएर अनि दबली जुन तल्लो बाहिरी गाउँमा अहिले अस्ति हामीले पनि हेर्यौँ त्यो दबली 6-7 फिट हाइटमा थियो अरे। अनि त्यस पछाडि त्यो सबै भइसके पछाडि अब फुलमाला प्रसाद सबै लिएर गए, कानमा फुल के अरे प्रसादहरू राखे अनि कान समातेर सुई ल्याएर डबली माथि ल्याएर बलि दिँदाखेरि दोलखावासी सबै ओ यो त साक्षात्कार के अरे भन्ने रहेछ भनेपछि हामीले के परीक्षण गरेको गल्ती भयो कि भनेर महसुस गरेको थियो अरे भनेर तस्बिर बाजेले सुनाएर जानुभयो। अठे आयोजक मूल समारोह समिति या दुज शान्त श्रेष्ठ थुगु प्याख थपिन्छ गुकथा व्यवस्थापन या तेनागु थैगु बारे जानकारी बिया दिलसा संस्कृति प्रेमी लिसे पत्रकार राजेश बज्राचार्य न दोलखा हरिसिद्धिया जल प्याख हुइके गुथैगु बारे ठिठी विद्वान तैगु लेख रचना पाखे ऐतिहासिक प्रमाणित जुगु व आ थुगु प्याखल हाक्न पुनर्जन्म कागु थया दिल। लगभग हामीले अनुमान गरेको 18 लाख जति व्यवस्थापन खर्चको व्यवस्थापन हामी व्यवस्थापन गर्दैछौँ। हामीले अहिले हरिसिद्धि भवानीले नै त 8 म पुरा भने जस्तै हामी अहिले खर्चको व्यवस्थापन पनि सोचे अनुसारै भइरहेछ। अब हामी यो नाचको तयारीको अन्तिम तयारीमा छौँ। अब हामीले काठमाडौँमा बाट चाहिँ 21 गते यातायातको व्यवस्थापन सहित
देवगणहरूको लगभग 100 जनाको उपस्थिति रहेछ। त्यसमा पनि धुलखेलबाट व्यवस्थापन गर्ने, त्यसमा धुलखेलबाट चाहिँ हामीले गाडीमा व्यवस्थापन गर्ने हामीले समन्वय गरिरहेका छौँ। हाम्रो लिन्डाजी उहाँ युनिभर्सिटी अफ वासिङटन सियाटलमा हुनुहुन्थ्यो। उहाँ चाहिँ फुलब्राइट स्कलरको रूपमा नेपालमा 1981 देखि आउनुभएको। 1981 देखि 83 सम्म एक चरण र पछि यहाँ नेपालको प्रेम उहाँको बढ्दै गएपछि मैले बुझेअनुसार उहाँ टियुमा पनि संलग्न भएर यसै सम्बन्धमा अध्ययन पनि गर्नुभयो। उहाँले थुप्रै वर्कसपहरूमा साहित्यसम्मको वर्कसपहरूमा उहाँले आफ्नो कार्यपत्रहरू प्रस्तुत गर्नुभएको छ। यसै क्रममा सबभन्दा सान्दर्भिक एकदमै डिटेल र अलिकति लजिकली कन्भिन्सिङ खालको डकुमेन्ट हामीले उहाँको पायौँ। त्यही सन्दर्भमा पढ्दै जाँदा बुझ्दै जाँदा क्रस चेक गर्ने कोसिस गर्दा त्यहाँनिर त्यो फोटो देखिसकेपछि संयोगवश हाम्रो कीर्तनजीको पनि त्यहाँ ससुराली पनि गोर्खा भएको उहाँ त्यही सन्दर्भमा उहाँ पुग्दाखेरि त्यो फोटोको सन्दर्भमा यसमा हामी खोजौँ न त भनेर कुरा मात्र चलाएको थियौँ। त्यसपछि यो क्रम यसरी सुरु भएर हामी भाग्यमानी छौँ। यहाँसम्म हाम्रो देवगणहरूको पनि साथहरू छ होला सम्भव छ। अनुमति अनुसार गोर्खाको प्राचीन इतिहास